उद्घोषकज्यूलाई धन्यवाद। आजको कार्यक्रमको सुरुवात सम्झिन चाहन्छु। यसको चाहिँ सोचाइ कसरी अगाडि बढ्यो भन्ने कुरा अजित सरले अघि नै भनिसक्नु भएको छ र यो सम्झिँदा सम्झिँदै केही परिवेश घटनाक्रमहरू पनि सम्झिन चाहन्छु। आज बिहान आउने बेलामा म बच्चाहरूसँग कुरा गर्दै थिएँ अनि अफकोर्स अवश्य पनि अहिले चाहिँ यो एआईको कुरा बिना कुरा टुङ्गिँदैन, सुरु पनि हुन गाह्रो हुने अवस्था आइसक्यो र मेरो मनमा चाहिँ के चलिरहेको थियो, हिजो अजित सरले सेयर गर्नुभएको थियो यो भोलि चाहिँ हुनेछ है भनेर जुन सेयर गर्नुभएको थियो त्यो गाइडलाइन मनमा थियो। मैले भन्ने कि जस्तो लागिरहेको थियो अनि आज बिहानै पनि फेरि एकचोटि मेरो सोचाइले दौडायो अनि मैले भन्ने चाहिँ के होला जस्तो लाग्यो। अनि एउटा कन्टेन्ट त मेरो हातमा मलाई चाहिँ रेफरेन्स कन्टेन्ट चाहिँ चाहिन्छ होला बोल्दा बोल्दै भन्ने मनमा चल्यो, के लाने त त्यस्तो कन्टेन्ट के हुनसक्छ, किनकि मैले प्रसङ्गका कुराहरू होइन अनि त्यसपछि हाम्रो लक्ष्यका कुराहरू अघि पछि आउँछन्, अघि पछिका चाहिँ वक्ताहरूले भन्नुहुनेछ भन्ने म हिजो नै प्रश्न भइसकेको थियो। अनि मैले सम्झेँ हिजो भर्खरै हामी दिनभरि स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एउटा कार्यक्रममा थियो। कार्यक्रम थियो वर्कसप। उक्त कार्यशालाको विषयवस्तु नै एआईलाई टिचिङ लर्निङमा कसरी इन्टिग्रेट गर्ने भनेर है। मोहन सरले अघि नै पनि एउटा उदाहरण राखिसक्नुभयो। पूर्व डिन चाहिँ फ्याकल्टी अफ म्यानेजमेन्टका पूर्व डिन प्रोफेसर डाक्टर दिलीराज शर्माले पनि हिजो मोहन सरले भन्नुभएको जस्तै गरेर जुन बेलामा दिलीराज सर र अरू महानन्द सर अहिलेको रजिस्ट्रार सर पनि उहाँसँगै क्लासमेट एमफिलको, अनि त्यसपछि पढ्नको लागि एमफिल पढ्नको लागि बसिराख्नु भएको थियो प्रशिक्षक चाहिँ सुनिधि श्रेष्ठ म्याडम। उहाँ आएर के भन्नुभयो अरे भने ल तपाईँहरू चाहिँ कम्प्युटर लिटरेट हुनुहुन्छ नै, अब हामी एसपिएसएसबाट हाम्रो पढाइ सुरु गरौँ भनेर भन्नुभएको छ। दिदी सरलाई चाहिँ अप्ठ्यारो लागेछ, कम्प्युटर लिटरेट, म त कम्प्युटर लिटरेट होइन नि, अनि महानन्द तिमी पनि कम्प्युटर लिटरेट होइन नि, होइन हामी भनेर भनौँ भनेर भन्नुभएछ कसैको, अनि कसै पनि भन्न जागर गर्नु भएन छ। दिदी सरले चाहिँ कुरा राख्नुभयो। त्यसपछि कम्प्युटर लिटरेट भन्नुभएको कि कम्प्युटर इलिटरेट भन्नुभएको म्याडम भनेर सोध्नुभयो अरे। अनि त्यसपछि अनि सुनिधि म्याडमले तपाईँहरू मध्ये कम्प्युटरको लिट्रेसीकोमा छैन, को कम्प्युटर इलिटरेट हो हात उठाउनुहोस् त त्यसो भए भनेर भन्नुभएछ। दिदी सरले उठाउ भनेर महानन्द सरलाई कसैको भन्नुभएछ। महानन्द सरले उठाउनु भएन सर, दिदी सरको हिजोको भाषा मैले जस्ताको तस्तै राखेको छु है यहाँ। अनि दिदी सरले अब मैले त उठाउनै पर्छ भनेर उठाउनु भएछ। अनि उठाउँदासम्म पनि म एक्लै हुने हो कि भनेर उहाँको दिमागमा चल्या रहेछ। तर महानन्द सर चाहिँ उहाँकै नजिकको कलिग भएर उहाँलाई पनि आउँदैन भने चाहिँ मलाई थाहा थियो भनेर दिदी सरले हिजो भन्दै है। अनि पछाडि आफूले हात उठाएपछि पछाडि फर्केर हेरेको त 25 जनाको क्लासमा 19 जनाले हात उठाउनु भएको छ। दिस मिन्स कम्प्युटर लिटरेसी भन्ने कुराहरू, डिजिटल लिटरेसी भन्ने कुराहरू चाहिँ हामी सबैको लागि आवश्यक एउटा तत्त्व हो, किनकि यो कन्टिन्युअसली डेभलप पनि भइरहेको छ है। तपाईँहरूले युval नोह हरारेको पुस्तक, कुनै पुस्तक सेपियन्स अथवा होमो ड्युस पढ्नुभएको छ भने है, त्यहाँ यो डिजिटलाइजेसनका कुराहरू उहाँले उल्लेख गर्नुभएको छ। अनि उहाँले चाहिँ डेटाइजम र ह्युम्यानिजमका कुराहरू गर्नुभएको छ। म बिहान गराएको कुरा चाहिँ के हो भने आज निकै मिक्स्ड पपुलेसन हुनेछ र मैले यो भन्दाखेरि आधा उपस्थितलाई बुझ्न गाह्रो पर्नेछ है भनेर मेरो मनमा बिहानको डर, अघि नै मैले सुरुमा भनेको डर चाहिँ त्यो थियो। तर जब यहाँ जम्मा हुँदै जानुभयो र कार्यक्रम सुरु हुने बेलासम्म पनि सञ्चालक सरहरूले सुरु गरौँ भनेर भन्नुहुँदा पनि जुन उपस्थिति देखियो त्यो उपस्थितिले चाहिँ मेरो मनमा कस्तो फिल भयो भने अब यो चाहिँ बढी रिलेभेन्ट हुनेवाला छ है।
किनकि अझ यो मिक्स्ड मास भएको भए मैले भनेको कुराहरू आधा चाहिँ तपाईँहरूको लागि अलिकति जोड्न मिल्ने टुक्रा भन्थ्यो, आधाको लागि गाह्रो हुन्थ्यो। आज यो धेरै कुरा हिजोको हाम्रो कार्य प्रशिक्षणमा जे कुरा भयो त्यो कुरा धेरै कम्तीमा त्यो चाहिँ बेसिकली बुझ्ने मास चाहिँ यहाँ हुनुहुन्छ। तर यो कोर्स चाहिँ इन्भिजन गर्दाखेरि त्यो बुझ्ने मात्र होइन, त्यो नबुझ्ने मासले पनि बुझ्न सुरु गर्नुपर्छ भनेर चाहिँ इन्भिजन